जय मसी सबैजनालाई म स्टेफनको तर्फबाट तपाईहरुको बिचमा फेरि पनि एउटा भिडियो लिएर आएको छु है। भिडियो चाहिँ के को विषयमा छ भन्दा दशंशको विषयमा। आज धेरै चर्चहरुमा नि बाइबल देखाउँदै वचनहरु कोट गर्दै हैन दशंश दिनै पर्छ, दशंश दिनै पर्छ, दशंश नदिई हुँदैन भन्ने कुराहरु हामीले देखिरहेको हामी छौं क्यौ है। दशंश त पुरानो नियममा भयो एउटा आज्ञा थियो त दिनै पर्ने। नयाँ करारमा आइसकेपछि त त्यो दिनै पर्ने भन्ने कर छैन त, कर काप परमेश्वरले लाउनु भएको छैन त है। सबै कमाउने धन्दाहरु क्यौ है। जसले चाहिँ नि जुन चाहिँ चर्चमा नि दशंश दिनै पर्छ भनेर कर लाउँछ नि त्यो सबै कमाउने धन्दाहरु हो। चर्चले कमाउने धन्दा गरेको थियो, धन्दा खोलेको। विश्वासीहरु याद गर्नुहोस्, नयाँ करार राम्रोसँग पढ्नुहोस् तपाईहरुले हैन, जतिले बाइबल पढ्नु आउँछ जतिलाई हैन, नयाँ करार राम्रोसँग पढ्नुहोस्। मत्तीदेखि लिएर प्रकाशसम्म कहीँ पनि दशंशको विषयमा दिनै पर्छ भनेर लेखिएको छैन। इभन बरु यो लेखिएको छ दोस्रो कोरिन्थी 9:7 मा के भनेको छ भन्दा चाहिँ हरेकले आफ्नो हृदयमा जस्तो संकल्प गर्छ, जस्तो सोचेर दिन्छ हैन, इच्छा पूर्वक दिनु भन्छ क्यौ। करकापमा परेर हैन, कसैको करकापमा परेर पनि हैन। तपाईहरु पास्टरको करकापमा पर्नुहुन्छ, तपाई के रे लिडरको करकापमा पर्नुहुन्छ भने नो, पास्टर लिडरले के भन्छ त्यो कुरालाई सुन्नुपर्छ हामीले हैन, शिरपर गर्नुपर्छ। त्यो भन्दा पनि फर्स्टमा चाहिँ बाइबलको वचनले, परमेश्वरको वचनले चाहिँ के भन्छ दशंशको विषयमा। नयाँ नियमको विश्वासीहरुलाई है, मैले पुरानो नियम भनेको छुइनँ, नयाँ नियमको विश्वासीहरुलाई के भन्छ, कसरी दिनुपर्छ, कुन आधारमा दिनुपर्छ, यो कुराहरु चाहिँ पढ्नुहोस् के हो। तपाईले याद गर्नुहोस्, पढ्नुहोस्, रिसर्च गर्नुहोस् हैन। जसले जस्तो हृदयमा संकल्प गर्छ त्यो अनुसारै दियोस्। कसैको करकापमा परेर हैन, मण्डलीको करकापमा परेर हैन, पास्टरको करकापमा परेर हैन, डिकनको करकापमा परेर हैन है, प्रोफेटको करकापमा परेर हैन, कसैको करकापमा हैन, तर इच्छा पूर्वक दिनुहोस्। तपाईकोमा के रे आजलाई छैन दशंश दिनु, तपाईले 10 रुपैयाँ चढाउनुहोस् हैन। तपाईकोमा छैन भने 1 रुपैयाँ पनि चढाउनुहोस्। तपाईको छैन भने पनि नचढाउनुहोस्, तर पहिला चाहिँ आफ्नो हृदयलाई परमेश्वर कहाँ दिनुहोस् के। बाइबलले त्यही भन्छ है। हामीले दोस्रो कोरिन्थी 8को कतिमा भन्दा चाहिँ 8को 5 मा हामीले हेर्यो भने चाहिँ त्यही भन्छ के। पहिला चाहिँ आफूलाई चाहिँ परमेश्वर कहाँ समर्पण गर्नु, पहिला आफूलाई चाहिँ परमेश्वरलाई दिइहाल्नु, त्यसपछि चाहिँ इच्छा पूर्वक तपाईले भेटी दान गर्न सक्नुहुन्छ, दशंश दिन सक्नुहुन्छ के। बुर्बक नबन्नुहोस् विश्वासीहरु हैन। दशंशको विषयमा दिनै पर्छ भन्ने छैन, कहीँ लेखेको छैन। नयाँ नियममा दिनै पर्छ भन्ने छैन हैन। दिनुपर्छ तर इच्छा पूर्वक दिनुहोस्। तपाईको छैन भने नदिनुहोस्। आज कति चर्चमा के छ भन्दा चाहिँ नि दशंश चढाउनु पर्छ भन्छ, आफूमा हुँदैन के। अरूकोबाट मागेर पैसो मागेर पनि दशंश चढाउने पनि चलन छ के। मैले देखेको छु यस्तो कुराहरु, तर उनीहरुले हामीसँग शेयर गर्दैन, मण्डलीलाई शेयर गर्दैन हैन। त्यसो नगर्नुस्। अरूसँग मागेर दशंश दिनु भनेको त करकापमा परेर दिनु हो नि त हैन। तपाईले जति काम गर्नुहुन्छ तर जति तपाईको मेहनतको फल छ त्योबाट छुटाउनुहोस्। तर त्यो पनि करमा परेर हैन, दिउँ कि नदिउँ भनेर हैन, इच्छा पूर्वक दिनुहोस् के। तपाईले जति दिनु सक्नुहुन्छ, जति तपाईकोमा त्यो क्यापेसिटी छ दिने त्यति दिनुहोस् है। त्यो भन्दा बेसी दिनुहुन्छ भने ठिकै छ, नो प्रब्लम हैन। तपाईले 11 अंश पनि दिनुहोस् कि 12 अंश दिनुहोस् कि हैन, दशंशै दिनुपर्छ भन्ने कहीँ लेखेको छैन बाइबलमा, नयाँ नियममा कहीँ लेखेको छैन। याद गर्नुहोस् विश्वासीहरु है। कसैको करकापमा परेर तपाईले यो प्रकारले दशंश दिनु हुँदैछ भने परमेश्वरले तपाईको दशंश ग्रहण गर्नुहुन्न, काम लाग्दैन त्यो दशंश। तपाईले त्यतिकै पैसा दिएको र मान्छेको अगाडि वाहवाहती पाउनु मात्रै, सबासी पाउनु लागि मात्रै हो है। जय मसीह, धन्यवाद।